साथीहरू गुड मर्निङ एभ्रिवान। आज चाहिँ मेरो छोरी र मेरो चाहिँ फर्स्ट मिनी ब्लग हेर्न सक्नुहुन्छ। हामी चाहिँ यता हाम्रो सानो एउटा करेसा बारी छ, त्यता आइसकेका छौँ। हेर्न सक्नुहुन्छ, यहाँ छ हामी, यहाँ हाम्रो खोर्सानीहरू, अनि त्यसपछि कागतीहरू छ। ए कागती 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 देखाइदेऊ छोरो, कागती देखाइदेऊ। हेरे के गर्छ, ए हो बोट चाहिँ। अनि हामी जाँदैछौँ यता वरिपरि, यसो बेसार सेसार छ होइन। अनि त्यसपछि यहाँ सिमीहरू, अनि हामीले यहाँ कोपी रोपेका छौँ भर्खरै। त्यसपछि हामी यतापट्टि यस्तै छ, कोपी सोपी रोपेको छ टक्क। अनि घाम लागिरहेछ बिहानको है, हेर्न सक्नुहुन्छ। अनि त्यसपछि यहाँनिर हाम्रो खोलाको बोट, हामी आइसकेका छौँ। कस्तो देखिँदो रहेछ है छोरो। अनि यहाँ भटमासहरू पनि छ है, मनपर्छ तपाईँहरूलाई। अब जाउँ हामी, यतै गर्मी छ, घाम लागिरहेको छ है साथीहरू। यहाँ छ हाम्रो कल, यहाँबाट पानी पनि तान्न मिल्छ है धारातिर नआएको बेला। हामी त्यति धेरै खान्नौँ कलको पानी चाहिँ। अनि त्यसपछि हामी यता जाँदैछौँ आमा छोरा चक्कसँगले हे गर्दै। यहाँ चाहिँ छ हाम्रा फुलहरू, हेर्न सक्नुहुन्छ। थरी राता फुलिरहेछन्, कुनै सेता फुलिरहेछन्, कुनै हरिया भइरहेका छन्। अनि चाहिने यस्तै छ, यस्तै नि। यहाँ हामी आमा छोराको मिनी भ्लग कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनुहोला। बाई बाई। अब हामी घर आइसकेका छौँ, हामी पश्चिमभित्र घरभित्र। थ्याङ्क यू।